पृथक प्रसङ्ग चाहिँ उपस्थित भएको फेरि स्वागत गर्न चाहन्छु र आज पनि सधैँ चाहिँ पृथक प्रसङ्गसहित उपस्थित भएको छौँ। आज चाहिँ हाम्रो विषय छ एकजना पुरुषले दुईजना श्रीमती बे गर्दा पीडाको एउटा विषयमा सान्दर्भिक विषय हो यो सामाजिक रूपमा। यो विषयलाई हामीले उठान गरेको छौँ। आउनुहोस् स्टार्ट गरौँ यो विषयलाई। मानौ तपाईको एउटा साथीको नाम कुनै XYZ ABCD छ। उसले चाहिँ बे गरेको 1 वर्ष भयो, तर उसको श्रीमतीहरू भने चाहिँ 2 जना छ। हेर्नुहोस् है, 2 जना श्रीमती छ। अब तपाईले त्यो अवस्थामा के गर्न सक्नुहुन्छ? तपाईले मलाई प्रश्न सोध्नु पनि सक्नुहुन्छ, त चाहिँ भए के गर्दिस् त? म चाहिँ भएको भए त्यो 2टा बिहे पनि हुन्थेन होला र हुने पनि थिएन, किनकि म बिहे गर्ने सोचेमा छुइनँ अहिलेसम्म। हेर्नुहोस् होइन, मानौ तपाईँको साथीले चाहिँ 2टा बिहे गरेको थियो। कुरालाई अगाडि बढाउँ है। तपाईँको साथीको 2टा श्रीमती छ। हेर्नुहोस्, अब त्यो अवस्थामा चाहिँ कसरी मिलाएर राख्ने श्रीमतीहरू एकसाथ घरमा कसरी मिलाएर? तपाईँ एकछिन बजार मात्र जानुहोस्। हेर्नुहोस् है, तपाईँ एकछिन मात्र बजार जानुहोस्। तपाईँले त्यो 2टा श्रीमतीलाई सम्झाउनु सक्नु भएछ भने त मै मरिजाउँ धरोधरमा। केही गरी सम्झाउन सक्नुहुन्न, तपाईँ केही नै गर्न सक्नुहुन्न। साँच्ची भनेको, किनभने तपाईले खुसी पार्छु भनेर 2टा बुढीलाई एउटै कलरको, एउटै डिजाइनको, एउटै मूल्य, चाहे जति होस्, 10,000 होस्, 15,000 होस्, 20,000 होस्, 40,000 होस्, जतिसुकै होस्, एउटै प्राइसको साडी, एउटै डिजाइन, एउटै कलर, सेम टु सेम। ल कहीँ फरक छैन, एउटा बुट्टा पनि फरक छैन। ल त्यस्तो साडी ल्याएर बुढीलाई खुसी पार्नका लागि, अब हेर्नुहोस्, बुढीहरू चट्ट बजार गएर आउँदाखेरि रिसाएको छ, सोफामा टक्क बसेको छन्, यस्तो परेर बसेको छ। 36 3 र 6 36 के, एउटा 6 तिर फर्कियो, एउटा 3 तिर फर्कियो, त्यस्तो बसेको छ। 2 जनालाई रिस उठ्यो। हेर्नुहोस् है, यो भाइले के कुरा गर्छ भनेर चाहिँ अहिले सुन्दै जानु होला है। रमाइलो कुराहरू पनि छन् यसमा। त्यसरी फर्केको अवस्था छ। अब बुढा आयो, चट्टा सफा चाहिँ एकैसाथ साडी, जुन अघि मैले भने त्यो साडी चाहिँ टेबलमा राख्यो एकैसाथ। ल ढिलो छिटो छैन, एउटा ढिलो गऱ्यो भने एउटा ठुस्किहाल्ने, उठेर गइहाल्ने, रुँदै बस्ने कि चाहिँ होइन। अनि अब ढिलो गर्ने कुरा त त्यहाँ हुँदै भएन। हेर्नुहोस् है, 2टा बुढी बे गर्नेको पीडा नि टेबलमा राख्यो। अब त्यस पछाडि चट्ट फर्किए बुढा साडी हो मलाई हो, अर्कोले भन्छ मलाई पनि हो बुढा,
हो तिमीहरूलाई नै हो मरीहरू। अब शब्दहरू आफ्नो आफ्नो हुन्छ नि त। तिमीहरूले नै हो मेरो कान्छीहरू, मेरो श्रीमती, मेरो मुटु टुक्रा। अब अनेक हुन्छ त्यसरी भनेर भन्यो। अब फर्स्टमा कसलाई दिने छ? जेठी बुढीलाई दिने या कान्छी बुढीलाई दिने? त्यहाँ छ कुरा। कान्छी बुढीलाई दिउँ जेठी बुढी रिसाउने, जेठी बुढीलाई दिउँ कान्छी बुढी रिसाउने। हेर्नुहोस् है, पीडा यसैमा छ। दुईजना बुढी बिहे गर्नुको, दुईवटा बुढी हुने दाजुभाइ साथीहरू लाई चाहिँ म के भन्न चाहन्छु, तपाईँ माइन्ड नगर्नुहोस्, यो हाम्रो समसामयिक विषय हो। हेर्नुहोस्, किन भन्दाखेरि तपाईँको यथार्थ जीवनसँग मेल खान्छ है। त्यसले गर्दाखेरि बुढीहरूलाई फकाउनै गाह्रो हो। दुईवटा बुढी छ, अब के गर्ने? यसो बुढीहरूले जुक्ति लाग्यो, टेबलमा राखेको छ, एउटालाई दिउँ त अर्को ठिस्किहाल्छ, रिसाएर गइ नै हाल्छ ल। अब अर्कोलाई दिउँ अर्को रिसाएर गइहाल्छ। के गर्ने भन्दाखेरि दुईटैलाई चट्टासाले बुद्धि लाएँ भनेर खुसीले एकदम छाती फुलाएर चाहिँ चट्टा दियो दुईजनालाई। साढे छिरै हेर्नुहोस्, जेठीले नि थाप्यो, कान्छीले नि थाप्यो। जेठीले त जसो तसो चित्त बुझाउला, कान्छीले त केयर गरेकै हुन्छ सानो कुरामा। हेर्नुहोस्, के कुराको केयर गर्छ भन्दाखेरि मान्छेको चाडा हात हुँदैन, दुईटै हात त हुन्छ नि। दुईटा हातमा के हुन्छ भन्दा एउटा देब्रे हुन्छ, अर्को दाहिने। दाहिने देब्रे दाहिने होइन। अब चट्ट दुईटा हातले दियो, जेठीलाई चाहिँ दाहिने हातले पर्यो, कान्छीलाई चाहिँ देब्रे हातले पर्यो। हेर्नुहोस् है सानो, अब छोरी मान्छेलाई हेर्नुहोस् कहाँ कतिखेर न्यु खोजु भइरहेको हुन्छ है। हेर्नुहोस् है, यो कुरा हो कि होइन तपाईँहरू दाजुभाइहरू आफै सोच्नु। मैले त अब भोगेको छैन होइन, चाँडै भोग्नेवाला पनि हो र म जस्ता साथीहरूले पनि चाँडै भोग्नुहुन्छ, मलाई थाहा छ। र यदि भोगिसक्नु भएको छ भने यो कुरा हो, छोरी मान्छेहरू काहीँ न काहीँ एउटा श्रीमती भइसकेपछि काहीँ न काहीँ एउटा चाहिँ न्यु खोज्ने बाटो बनाएकै हुन्छ नि। हेर्नुहोस् है, तपाईँले यो कुरा कस्तो लाग्छ तपाईँ आफै सोच्नु, वास्तवमा हो पनि। र अब एकै साथ साडी थियो 40-40 हजारको, एउटै कलर, एउटै डिजाइन, एउटै अब छ सबै कुरा। अब कान्छी विषय जेठी त खुसी भयो, आहा 40 हजारको साडी, वाह अनुहार हालेर यहाँ नाप्न पनि थालिसक्यो। वाह, आहा मेरो बुढाले ल्याइदिएको कति राम्रो साडी, आहा। अब कान्छी चाहिँ ठुस्किएर अनि बुढाले भन्छ, ओइ कान्छी के भयो तपाईँ के भयो, के पुगेन अब फेरि यस्तो भयो क्या, के भयो, के पुगेन त भन्, म तँलाई पुऱ्याइदिन्छु। कान्छी पुरा रोइरहेको, नाइ चिठीलाई चाहिँ माया गर्ने, मलाई चाहिँ माया नगर्ने होइन, यस्तो कुराहरू हुन्छन्, यस्तो शब्दहरू। मलाई चाहिँ हेला गरेको कान्छी भनेर, अब भो त हेला गरेको कान्छी भनेर यो कुरा त अनि कहाँसम्म कुरा पुग्यो। हेर्नुहोस् है, अब के गर्ने बुढाले, ल टेन्सन भयो, मर्नु न बाँच्नु, अब के गर्ने त, के चाहिँ भयो बुढालाई थाहा छैन। बुढीले चाहिँ त्यहाँ उसलाई चित्त बुझेको छैन, उसलाई थाहै छैन बुढालाई। बुढाले भन्छ के चाहिँ भयो तिमीलाई, के भएन, एउटै डिजाइन, एउटै कलर, एउटै प्राइसको, एउटै चाहिँ सुपर मार्केटबाट चाहिँ, एउटै ग्रेन्ड महलबाट चाहिँ तिमीलाई एउटै पसलको एउटै व्यक्तिसँग लिएर आएको छु गएरै सोधे हुन्छ। हेर्नुहोस् अब त्यहाँनिर एउटै पसल, एउटै ग्रेन्ड महल, एउटै मान्छे भनेर त्यहाँ भइसक्यो होला, कहाँसम्म कुरा पुगिसक्यो।
त्यस्तो हुन्छ दुईटा बिहे गर्नेको पीडा। अब त्यो सोधिसक्दाखेरि कान्छी बुढीले के भन्छ भने तपाईँले के सोच्नु भएको मलाई? तपाईँले मलाई के सोच्नु भएको? म लाठी हो गाउँको भनेर सोझो भनेर हेप्नु भएको? के सोच्नु भएको? मलाई जे भयो नि अलिअलि मेरो मम्मी बुवाले के सिकाउनु भएको छ? अब कान्छीले भन्यो हो त अब त्यहाँ छुइसक्नु छ, आगो लाग्छ त्यहाँ छुयो भने के भन्नु? अब बुढाले सोचेर कान्छी बुढी मेरो प्यारे ल भन नि त तिमीलाई केमा चित्त बुझेन प्लिज भन। नाइ भन्दिनँ कि गर्ने बुढीले त्यस्तै त हो नि बुढी नाइ भन्दिनँ कि गर्ने बेला गर्नु पो अब सुत्नुहुन्छ खोइ। बुढा छक्क हेर्नुहोस् है छक्का 3 छक्का घुमिसक्यो यहाँ माथि टेन्सन त्यस्तै घटिसक्यो जिउ छैन मासु खाँदाखेरि लाग्दैन। दुईटा बुढी हेर्नुहोस् है दुईटा बुढीको कमाल। साथीहरूले सोध्दैन ओइ के भएर लुट्यो ओइ दुईटाले खायो दुईटाले खायो अब यस्तो दिने क्या साथीहरूले पनि साथीहरूसँग पनि जोगिनु साह्रो दुईटा बुढीको कारण भो त। अब त्यहाँ गाउँको सोझी भएर म हेप्नु भएको कुरा कहाँसम्म पुगिसक्यो हेर्नुहोस् है। अब के भन्ने त्यहाँ बुढाले अब त्यही पनि फकाउँदै भन्नु हे कान्छी भन न प्लिज तिमीलाई के पुगेको छैन म पुर्याउँछु पुर्याउने कोसिस गर्छु र पुर्याउँछु बुढीले भने। अब खुसी हुँदै हो र ल अब पुर्याउनुहोस् न त खुसी हुँदै भन्यो ल भन के हो बुढी? अब बुढीले भन्यो हेर्नुहोस् तपाईँले एउटै डिजाइन एउटै कलरको साडी ल्याउनु भयो 40,000को तर दिने बेलामा दिदीलाई अब दिदीलाई जेठी श्रीमती दिदीलाई दाहिनेले दिनुभयो मलाई चाहिँ किन देब्रेले दिनुभयो? ए बाबा अब कहाँबाट चारा ल्याउने दुईटा दाहिने हात लिएर दिने त बुढीलाई भगवान्ले दिएको यो दुईटा हात कहाँबाट उमार्ने यता खोइ। हेर्नुहोस् दुईटा बुढीको पीडा। यदि तपाईँले विचार गर्नुहुन्छ भने दुईटा बुढी बिहे नगर्नुहोस्। धर्म भनेको कानुन लाग्नु पर्दैन, कानुन दुईटा बुढीले बनाउँछ। साँच्ची भनेको ल साँच्ची हो दुईटा बुढीले कानुन आफै बनाउँछ है। तपाईँ जेल जानु पर्दैन, जेलको भन्दा साह्रो कडाइ भोग्नुपर्छ। हेर्नुहोस् अब एउटै साडी 40,000को एउटै डिजाइनको दिँदाखेरि दाहिने र देब्रे हातको कुरा गर्छ बुढी कसरी मिलाउने त? के गर्ने? समस्या भएन। त्यसले गर्दाखेरि बुढालाई यति टेन्सन भयो अब त्यहाँनिर यति टेन्सन भयो त अब जेठीलाई दाहिनेले दिनुभयो अरे मलाई चाहिँ देब्रेले किन मलाई माया गरेको छैन। अब त्यहाँ पुग्छ खै कुरा। अब समस्या भएन के गरेर फकाउने? साडी 40,000को किनिसक्यो 80,000 नि होला। छोराछोरीलाई अब बाँड्दाखेरि भकुन्डो भएन, बल भएन, गाडी भएन, अब यो भएन त्यो भएन, लुगा। त्यही भएर दुईटा बुढी हुने मान्छेको छोराछोरीको कपडा हेर्नुहोस् एउटै डिजाइनको एउटै कलर एउटै सुज एउटै चाहिँ बेस्ट प्यान्ट हुन्छ। हेर्नुहोस् है याद गर्नु भएको छैन होला तर वास्तवमा हो। जेठीको छोरालाई पनि त्यही चाहियो, कान्छीको छोरालाई त्यही चाहियो क्या। अब मर्नु कहाँबाट पुर्याउने पैसो? कहाँबाट ल्याउने पैसो? पैसो खोइ कहाँ कमाउनु चाहनु? भएको व्यवसाय सुकिसक्यो बुढीको टेन्सनले। के गर्ने? खेती छैन भएन फसा
40,000 को साडी ल्याउँदाखेरि देब्रे हात दियो भन्छ। के गर्ने अब, कहाँ गएर न्याय खोज्ने, कसलाई भन्ने? बाबुबाजेलाई भन्नु, बाबुबाजे छैनन्, गए छोडेर, एक्लै हो। दाजुभाइ छन् त के गर्छ दाजुभाइले? दुईटी बुढी ल्याउने बेला ल्याइहालिस् भन्छ, त्यति त हो। मिलाएर बस्न भन्छ नि, के गर्ने? त्यसले गर्दाखेरि हामी अलिकति के छौँ भन्दाखेरि, ए हो त नि म ल्याइहाल्छु, आखिरमा के मेरो उमेर छ, दुईवटा बिहे गर्छु भन्दैमा दुईवटा बिहे गरेर हाल्छ है। अब आजको यो विषयलाई यहीँ इन गर्न चाहन्छु। कुरा लम्बायो भने धेरै पुग्छ होइन। अब हामी कुरा नलम्बाऊ, अर्को विषयवस्तुलाई हामी फेरि अर्को भागमा लिएर आउनेछौँ। तबसम्मको लागि किप वाचिङ टप इन बक्स युट्युब च्यानल। जय नेपाल।